आज चाहिँ हामी चाहिँ गाडी धुनु खोला आएको थियौँ एउटा म्याक्स है त्यहाँ छ मेरो चाहिँ बसन्ती अनि एउटा सानो गाडी त्यहाँ छ र हाम्रो भाइले चाहिँ बेसी बाटो भएर त्यहाँ लगेर गाडी चाहिँ कस्तो डुबाएको छ भन्ने कुरा चाहिँ अब हामीलाई मात्रै थाहा छ हो अब म्याक्सले तान्नेछौँ हामी कस्तो हुन्छ हेरिबस्नु होला भिडियो गाइस अब यो खोलामा चाहिँ बेसी बाटो हुनु हुँदैन नि त मान्छेहरू बेसी बाटो भने चाहिँ उयो फेरि हो कुनै के जाति चेप्टिन्छ भन्छ बाँदर बाटो भने त्यस्तै भइरहेको छ यहाँनिर अब हेरौँ भाइको गाडीले कतिको तान्छ भाइ गाडी घुमाएर लानुपर्छ ल ब्यागबाट तान्नुपर्छ ब्यागबाट अनि यहाँ हुन्छ हुन्छ गाडी घुमाउ न गाडी घुमाउ भाइ अब यहाँ हेरौँ न त यहाँ मजाले घुम्छ यहाँ भाइ घुम्छ मजाले हेर्नुहोस् है गाइस अब यो गाडी कसरी चाहिँ निकाल्नु पर्ने के हो म तपाईँहरूलाई देखाउँदैछु हो हेर्नु होला कृपा गरेर अब एक्लै आउँदाखेरि चाहिँ यसो चकचक नगरिदिनु होला तपाईँहरूले पनि कसैले पनि होइन साथीभाइ आउँदा त कसो निकालिहालिन्छ गाडी एक्लै आएर चकचक गऱ्यो भने चाहिँ जहाँ डुब्छ यहाँ हेर्नु हाम्रो के अरे के हुन्छ यही हुँदैन बाँकेको केरा खान्छ हुन्छ यही हुँदैन बाँकेको केरा खान्छ देखिहाल्यो होला ड्राइभरको मेरो कुरा सुनिहाल्नु यहाँनिर हो यहाँ हेर्नु गाडी चाहिँ कत्रो डुबाएको छ म्याकुरी उपाय छैन जस्तो लाग्दैछ मलाई यहाँनिर अब निकाल्ला यो म्याक्सले तानेर ट्र्याक्टरमा बोलाउनु पर्ला जस्तो छ त साथी हो यहाँ पनि जम्मै डुबेछ हो अब सेडी र भुइँ भनेको कति पनि टाढो छ नि यहाँ हेर्नुहोस् हो अब हेरौँ तर निस्किन्छ गाडी टेन्सन लिनु पर्दैन है साथीहरू भिडियो हेरिराख्नु होला लास्टसम्म तीन खाप चार खाप गरेर डोरी लगाएर मजाले बान होइन एकदम राम्रो पोइन्टमा बान तिम्रो त्यो गाडी तान्ने पछाडि छ एङ्गल हेर त एङ्गल हेर मुनि तिम्रो केमा बान्छ एङ्गल छैन होला तिम्रो स्प्रिङमा होला हो अगाडि मात्रै हुन्छ सोमुको पानी माग्ने मात्रै तान्ने हुँदैन निकाले केटा डोरी चाहिँ निकाल्दैछ यो त मजाले खप्टाएर गर है दरो बनाऊ है एकैमा चट्टै चुट्टै रड्डी हुन्छ फेरि हो सचिन भाइ एक्लै आउनु हो भने एक्लै आउँदा चाहिँ यस्तो बदमास गर्नु हुँदैन है गाडी तल स्ट्यान्डमा छ भनेर हिँड्ने हो गाडी तल स्ट्यान्डमा छ भनेर हिँड्ने हो के भन्छ केटाहरूले त यस्तो जग्गामा चाहिँ अब गाडी छोडिराखेर हिँड्ने भन्छ अन्त हेर्नुहोस् त स्ट्यान्डमै छ नि गाडी त भने लागिहाल्यो पानी परेको पार्किङ नपारेर अब यतै पार्किङ गर्दैन भन्ने खालको कुरा गर्दैछ हो ल केटाहरूले अब यहाँ कोसिस गर्दैछ हेरौँ के अरे नराख्ने निकालिदिने दादा त्यस्तो हो भने अर्को ड्राइभर लिएर आउनुहोस् त लानुहोस् ल गाडी मेरो स्यालेरी हिसाब गरिदिनुहोस् स्यालेरी त होइन गाडी फसाएको देख्दाखेरि त उल्टा माग्नु पर्ला जस्तो पो छ है यस्तो पनि छ है केटाहरू यहाँनिर हो म स्यालेरी पो हिसाब गरिदिनु अरे आमा गाडी डुबाइराखेर चाहिँ माकुरी स्यालेरी त कन्डोमा लात्दै देला जस्तो छ त यहाँ त स्यालेरी त कन्डोमा लात्दै देला जस्तो छ यहाँ त यस्तो छ हौ केटाहरू गाडी फसाएर चाहिँ स्यालेरी माग्दैछ हौ गाडी डुबाएर माकुरी मङ्गेशले हिसाब किताब लाउँदैछ त्यहाँनिर फेरि घुमी हो यो चाहिँ 1500 माग्छु म तानेको भनेर हो मङ्गेश भाइ अलिकति अगाडि बढाऊ कम्ती अगाडि बढाऊ तपाईँ गर्नु लो ताने मङ्गेश बल गरे तान्यो ओहो डोरीले थान्दैन उठाउनु ल गाडी उठाउनु ताना आयो एकछिन जाँठाले झन् डुबायो ला एकदम मुख छाडे पठायो जाँठा झन् डुबायो ला एकदम मुख छाडे पठायो पल्टाउ त केटा पल्टाउ पल्ट्यो केटा बल लगाऊ खोलाको ढुङ्गा पल्टाउनु खोज्छ केटाहरू कहाँ सजिलो हो त्यस्तो सजिलो तर म चाहिँ पल्टाइदिन्छु है भन्नु पनि नमिल्ने फेरि हो
मजा आइरहेको होला एउटालाई साथीहरू केटाहरूले प्रेस दिनु नसक्दाखेरि चाहिँ अनि म आएर अलिक लगायो गाडी चाहिँ सर्नु चाहिँ सऱ्यो तर यो टायर चाहिँ भने चाहिँ देख्नु छोड्यो अब साथी हो अन्त त्यसले गर्दा यहाँ मैले बुद्धि लगाउँदैछु किनभने केटाहरूको अलिक दिमाग छैन नि त यो डोरी खोलेर यता हाल त्यसो गर्दा यसो उचालिन्छ चाहिँ खुत्तै सजिलो निस्किन्छ होइन यसमा आइडिया पनि चाहिन्छ साथी हो बिना आइडिया चाहिँ हुँदैन होइन अनि त्यसले गर्दा हामी चाहिँ एकदम आइडिया दिमाग लाउँदै हामी निकाल्ने कोसिस चाहिँ एकदम जारी छ गाडी चाहिँ हामी जसरी भए पनि निकाल्छौँ आज है भिडियोको लास्टसम्म बनिराख्नु होला एकदम कसरी निकाल्नुपर्ने के गरेर निकाल्नुपर्ने खोलामा फसेको गाडी है हामी सब आइडियाहरू तरिकाहरू तपाईँहरूलाई सिकाउने छौँ हुनु यसरी फसिँदा भने चाहिँ बिजोग हुन्छ भाइ तिमी सुतेर बान्नुपर्छ त्यो यसरी सुतेर पसा मुनि अनि मजाले बाँध डोरी बान्नु पनि सिकाउनु पऱ्यो नि पब्लिकलाई त्यही त ड्राइभर एक्लै छ सु त यहाँनिर हो ओइ चिप्लो छ है खोला पनि हो झन्डै उत्तानो टाङ पऱ्यो सिँढी पनि डुबिसकेको अवस्था छ यहाँनिर है गाइस अन्त सोमो रहेछ गाडी चाहिँ यहाँ डुब्ने है अनि तान्ने चाहिँ म्याक्स गाडी रहेछ होइन अब खै गाडी मालिक यहाँनिर उदास भइसक्यो हो ड्राइभरले लिएर गाडी फसाइदियो भनेर अब चाबी दिन्न भन्दैछ हो के हुन्छ फेरि ड्राइभरले स्यालेरी माग्ने अरे नभए अझै डुबाइदिइराखेर चलिदिने अरे हो साह्रो भइरहेछ यहाँनिर हेरौँ अब सोमो गाडी मान्छे भन्दा होचो भइसकेछ अन्त यहाँनिर सचिन भाइ ल हेर्नुहोस् त सामान भुइँबाटै लोड गरिदिने हो परेन ल यस्तो छ है हालत छ त्यो हाम्रो केटाहरूकोमा बुद्धि र ज्ञान भनेको चाहिँ एकदमै छ हो टेन्सन लिनु पर्दैन साथीहरू है गाडी निस्किन्छ फिलहाल चाहिँ सोमो पल्टिनु आँटिसक्यो तपाईँको टायर भाँसिएर बास अलिकति आऊ त भाइ कम्ती बास फेरि यो पनि डुब्छ यसलाई डुबाउनु भएन भने चाहिँ अब डोरी खोजेर दुइटै गाडीले तान्नुपर्छ होला मेरो पनि सोमो लिएर सोमो र म्याक्सले त घिसाएर निकालिहाल्छ त्यो गाडी त दुइटा पावरले त कि तर फिलहाल चाहिँ यहाँनिर चाहिँ के दिक्कत आइरहेछ भनेदेखि चाहिँ तपाईँको डोरी छैन हामीसँग हो त्यसले गर्दा चाहिँ अलिक साह्रो परेको मात्रै हो केही छैन मङ्गेश भाइको डोरी निकाल्यो छ कत्रो छ ठुलो छैन मेरो पनि त्यस्तै भएर त अब विवेकलाई डोरी किन्नु पठाउनु पर्ला जस्तो छ लट्ठा एउटा गाइजहरू गाडी चाहिँ निस्किसक्यो है ल साथीहरू गाडी चाहिँ निस्किसक्यो एकदमै सक्सेस भयो अन्त खुसी लाग्यो निस्किसक्यो अब चाहिँ यतै लिएर आएको छौँ हामी गाडी यहीँनिर धुन्छौँ है गाडी अब चाहिँ गाडी धुनु हाल्दाखेरि खोलातिर हाल्दा एकदम होसियारी जोगेर मात्रै गर्नु होला है अनि हामीले चाहिँ अहिले गाडी साडी निकालिसक्यौँ अब चाहिँ गाडी धुनु आँटेको है गाडी धुने अब यो गाडीको चाहिँ टायर पनि पम्चर भयो अन्त रिन्युले पनि टायर सार फेरेर धुन्छ होला है त्यसले गर्दा यो बकेट चाहिँ एउटै मात्रै छ हामीसँग अनि पहिला हामी धोइहाल्छौँ गाडी त्यसको बादमा जाने यो धुने अनि त्यहाँबाट चाहिँ रुम जाने ओके गाइस फेरि नेक्स्ट भ्लगको लागि वेट गरिराख्नु होला लिम्बूले दामी भिडियो लिएर आउनेछ फेरि है